एग रोल बनाउँदैछु देखाउनुहोस् त यहाँ यो रोलको के भन्छ बाहिरको रोटी कस्तो लाग्यो अन्डासँग बनाएको मैले हो अन्त यसमा चाहिँ अब आलु लगाउँदैछु भेज रोल हो नि त यो चाहिँ भेज के एग रोल कस्तो लाग्यो तपाईँहरूलाई मैले फर्स्ट टाइम बनाएको हो कि कसरी बनाउँछ याद छैन हो तर मलाई यसरी नै बनाउँछ जस्तो लाग्यो अन्त यहाँनिर मियोनिज लगाउँछु यो खुल्ला यति लगाउँदा हुन्छ होला यति है यो भयो तपाईँको मियोनिज अर्को छ टमेटो केचप यो त कम्ती लगाउनु है भयो अब यसलाई रोल गरौँ है रोटी बाहिर चाहिँ यसरी पातला मैले उयसको बनाएको थिएँ नि त अब यो त कसरी पक्रेर खानु तलबाट निस्किन्छ त अन्त यहाँ तल पक्रिनुको लागि चाहिँ यहाँनिर यसो गरेर खानु ल टेस्ट गरौँ खाइहेरौँ दोकानको जस्तै भयो सेम गान्तोकको त्यो उ छैन रोल हाउस सेम त्यस्तै लाग्यो यसरी बनाउँछ मिठो भयो यो केचपहरूले गर्दा पनि होला कि मिठो भयो